सांसदको कुरा नगर्नुस् गाउँपालिकाको अध्यक्षलाई भन्नुस् तपाईलाई कतिपल्ट भने मैले त्यो खानी बन्द गर्नुस् भनेर यो खानीमा तपाईले मैले क्लियर कुरा गर्नुपर्छ अहिले यिनीहरूले आइमा सिफारिस गरेको पनि छैन गाउँपालिकाले निरुपया सही गरेको पनि छैन अनुमति दिए पनि छैन अनुमति नदिए भने कसरी चल्यो त खानी अहिले आइ सोध्नु कसरी चल्यो भने प्रहरी प्रशासन यही छ सिडिओ प्रतिनिधि आउलान् तपाईलाई कतिपल्ट भने मैले त्यो खानी बन्द गर्नुस् भनेर बन्द गर्न मर्न नदिए सिफारिस सिफारिस नदिए भने किन बन्द भएन त कतिचोटि भन्नु बन्द भइरहेको थियो नि त तपाईहरुको मिलो मत छ यसमा बन्द गर्न अनुमति नदिएको सरहरू किन हिजो यहाँ देखा पर्न आउनु भएर तपाईँहरू देखा पर्न हिजो किन आउनु भएर हिजो त बेलुका हर्किने आइदिनु म आर के हुन्छ भाइ तपाईँहरू प्रतिनिधि भइसकेपछि तपाईँहरू हर्काहरूले फैया ल्याउने काम तपाईँहरूको थियो नि त ओडाको दायित्व गरेर बसेर तपाईँ होइन तपाईँ होइन त ओडाको मान्छे त तपाईँ त सान्तोना दिन आउँछ पालिकाको मान्छे तपाईँ हो हामीले सान्तोना दिन आउनु सक्नुहुन्थ्यो नि त